सिनर्जी पावरको वित्तीय अवस्था कस्तो छ? आउनुहोस् आज सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सबैभन्दा पछिल्लो वार्षिक प्रतिवेदनलाई केलाएर हेरौं। यसमा भएका मुख्य कुराहरूलाई सरल भाषामा बुझ्ने कोसिस गरौं ताकि कम्पनीको अहिलेको अवस्था र भविष्यको बाटो कस्तो छ भन्नेमा हामी स्पष्ट हुन सकौं। हाम्रो यो सम्पूर्ण विश्लेषणको आधार भनेको यही वार्षिक प्रतिवेदन हो। यसैले कम्पनीको पछिल्लो वर्षको काम कस्तो रह्यो र अब अगाडि के गर्ने योजना छ भन्ने कुराको पूरा चित्र दिन्छ। ल अब हेरौं यसभित्र के छ। आजको यो विश्लेषणलाई हामीले 5वटा मुख्य भागमा बाँडेका छौं। सुरुमा कम्पनीको चिनारीबाट सुरु गर्छौं, अनि यसको कार्य सम्पादन, उसले भोगेका चुनौतीहरू र भविष्यका लागि गरेको लगानीबारे कुरा गर्नेछौं। अनि अन्त्यमा यी सबै कुराको निचोड के हो त्यो पनि हेर्नेछौं। ल सबैभन्दा पहिले आधारभूत कुराबाटै सुरु गरौं न। सिनर्जी पावर भनेको आखिर के हो र यसले के काम गर्छ? एकदमै सरल भाषामा भन्नुपर्दा सिनर्जी पावर, जसलाई एसपीडीएल पनि भनिन्छ, नेप्सेमा लिस्ट भएको एउटा पब्लिक कम्पनी हो। यसको मुख्य सम्पत्ति भनेको दोलखा जिल्लामा रहेको 10 मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजना हो। यही आयोजनाबाट बिजुली बेचेर नै कम्पनीले पैसा कमाउँछ। अब आउनुहोस् यो विश्लेषणको सबैभन्दा चाखलाग्दो पाटोतिर लागौं। कम्पनीको वित्तीय प्रदर्शन कस्तो रह्यो? पछिल्लो समय केही दबावमा देखिन्छ। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण प्रश्न, गएको आर्थिक वर्ष कम्पनीको लागि साँच्चै कस्तो रह्यो त? तथ्याङ्कले के भन्छ? यहाँ हेर्नुस् त, बिक्री आम्दानीमा आएको गिरावट प्रष्टै देखिन्छ। अघिल्लो आर्थिक वर्षमा झण्डै 19.87 करोड रुपियाँ आम्दानी थियो, तर गत वर्ष त्यो घटेर 16.01 करोडमा झरेछ। यो गिरावटलाई सामान्य मान्न सकिँदैन। यसले लगानीकर्ताको सोचाइमा पनि असर पार्न सक्छ। यो तालिकाले आम्दानी घटेको असरलाई अझ स्पष्ट पार्छ। हेर्नुस् त, कुल आम्दानी मात्र होइन, खुद नाफा पनि घटेको छ। कुल आम्दानी करिब 19.88 करोडबाट 16.06 करोडमा झर्दा खुद नाफा पनि 2.46 करोडबाट घटेर 2.15 करोडमा सीमित भएको छ। प्रदर्शनमा गिरावट त देखियो, तर यस्तो किन भयो त? यसको पछाडिका कारणहरू के थिए? अब त्यतातिर लागौं। प्रतिवेदनले नै भन्छ, यो गिरावटको पछाडि 2वटा मुख्य कारण छन्। पहिलो, बिजुली उत्पादन नै कम भयो, र दोस्रो, देशको समग्र आर्थिक अवस्थाले पनि यसलाई नकारात्मक असर गर्यो। उत्पादनमा आएको कमी यो तालिकाले छर्लङ्गै देखाउँछ। अघिल्लो वर्ष करिब 3 करोड 60 लाख युनिट बिजुली बेचिएको थियो भने गत वर्ष त्यो घटेर 3 करोड 2 लाख युनिटमा झरेको छ। यही नै आम्दानी घट्नुको मुख्य कारण हो। अब फेरि प्रश्न उठ्छ, उत्पादनै किन घट्यो त? उत्पादन घट्नुको एउटा कारण त वातावरणीय थियो नै, तर कम्पनीले अरू बाहिरी चुनौतीहरू पनि एकैपटक सामना गर्नु पर्यो। रिपोर्ट अनुसार सामानहरू महँगो भयो, बैंकको ब्याज दर बढ्यो जसले गर्दा खर्च बढ्यो, अनि प्राधिकरणको निर्देशनले पनि कम्पनीको आम्दानीमा थप दबाव सृजना गर्यो। यति धेरै चुनौतीहरू हुँदाहुँदै पनि सिनर्जी पावर चुपचाप भने बसेको छैन। अब हेरौं कम्पनीले भविष्यमा विकास गर्न कस्तो रणनीति अपनाएको छ। यो निकै ठूलो लगानी हो, होइन त? सिनर्जी पावरले एपेक्स मकालु हाइड्रो पावरमा 44 करोड 27 लाख रुपियाँभन्दा बढीको शेयर लगानी गरेको छ। यही लगानी नै कम्पनीको भविष्यको वृद्धिको मुख्य आधार हो। र यो लगानी कुनै सानोतिनो आयोजनामा गरिएको छैन। एपेक्स मकालुले सोलुखुम्बुमा 22 मेगावाटको मध्य हुङ्गु खोला ए आयोजना बनाउँदैछ। यो सिनर्जीको अहिलेको 10 मेगावाटको आयोजनाभन्दा दोब्बरभन्दा पनि ठूलो हो। यसले त कम्पनीको पूरै आकार नै बदल्न सक्छ। अनि यो भविष्यको आयोजना केवल कागजमा मात्र सीमित छैन है। प्रतिवेदन अनुसार यसको 76% भौतिक काम सकिसक्यो। यसको मतलब यो आयोजना निर्माणको अन्तिम चरणमा छ र अब छिट्टै नै सञ्चालनमा आउन सक्छ। अब यो नयाँ आयोजनाको सम्भावनालाई हेरौं न। 22 मेगावाट क्षमता, अनि यसबाट वार्षिक करिब 80 करोड रुपियाँ आम्दानी हुने अनुमान छ। सोच्नुस् त, सिनर्जीको अहिलेको करिब 16 करोडको आम्दानी भन्दा यो त 5 गुणाले बढी हो। यो साँच्चै नै एउटा गेम चेन्जर हुन सक्छ। त्यसो भए यी सबै तथ्याङ्क र योजनाहरूलाई एकै ठाउँमा राखेर हेर्दा यसको वास्तविक अर्थ के लाग्छ त? आउनुहोस् अब यसको सार निकालौं। यहाँ हामीले 2वटा फरक कथाहरू देखिरहेका छौं।
एकातिर वर्तमान छ जहाँ आम्दानी र नाफा घटेको छ र कम्पनीले बाहिरी दबावहरू सामना गरिरहेको छ, अनि अर्कोतिर भविष्य छ जहाँ एउटा ठूलो र धेरै आम्दानी दिने आयोजना सञ्चालनमा आउने बलियो सम्भावना छ। यसले कम्पनीको वित्तीय अवस्थालाई पूरै बदल्न सक्छ। र कम्पनीको बोर्डको यो भनाइले उनीहरूको दीर्घकालीन सोचलाई प्रष्ट पार्छ। उनीहरू अहिलेको अवस्थामा मात्रै अड्किएर बसेका छैनन्, भविष्यमा नयाँ आयोजनाहरू मार्फत विस्तार हुँदै देशको ऊर्जा क्षेत्रमा योगदान दिने लक्ष्य राखेका छन्। यो लगानी त्यही सोचको प्रमाण हो। अन्तमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ, के सिनर्जी पावरले भविष्यको सम्भावनामा गरेको यो ठूलो लगानीले उसका वर्तमान चुनौतीहरूलाई जित्न सक्ला र लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिन सक्ला? आगामी दिनहरूमा हेर्नुपर्ने मुख्य कुरा नै यही हो।